आज हामी आद्य जगद्गुरु योगीराज कमल नयनाचार्य स्वामीजीको जीवनी संक्षिप्त रूपले श्रवण गर्नेछौँ। यो जीवनीलाई लिपिबद्ध गर्नुभएको छ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका सह प्रधानाध्यापक डाक्टर नारायण गडतौलाज्यूले। सबैभन्दा पहिले विषयमा प्रवेश गरौँ। भगवानको लीला विभूति स्वरूप यस धराधाममा समय समयमा सुकृत महात्माहरूको अवतरण हुने गर्दछ। सांसारिक प्रपञ्चमा निमग्न रहने जीवात्माको उद्धारका निम्ति महापुरुषको जन्म हुने गर्दछ। महापुरुषहरू विलक्षण व्यवहारबाट आफ्नो दिव्य जन्मको परिचय दिनुहुन्छ। संयमित जीवन पद्धति, त्याग, उदात्त विचार, ईश्वरमा समर्पण, सेवा एवं परोपकार जस्ता दैवी गुणहरूले महापुरुषहरूको पहिचान पृथक देखिन्छ। हिमाली राष्ट्र नेपालमा मेची, कनकाई, कोशी, गण्डकी, भेरी, कर्णाली जस्ता अनेक स्रोतस्विनी पवित्र नदीहरूले अनादिकालदेखि आफ्नो पावन जलले सिंचन गर्दै यहाँको जनजीवनलाई आनन्दित तुल्याउँदैछन्। यसरी नै प्राकृतिक स्रोतले महनीय यस पावन भूमिमा विभिन्न सम्प्रदायका आचार्यहरूको जन्म भएको छ र ती आचार्यहरूको धार्मिक तथा दार्शनिक चिन्तनले नेपाल भूमि सधैँ धार्मिक, सहिष्णु, सदाचार सम्पन्न तथा कर्मठ चरित्रले भरिपूर्ण देखिन्छ। तिनै महापुरुषहरूमध्ये श्री वैष्णव सम्प्रदाय अथवा रामानुज सम्प्रदायमा सन्त शिरोमणि योगीराज श्री कमल नयनाचार्यज्यूको प्रादुर्भाव भएको थियो। विक्रमको 20औं शताब्दीको प्रारम्भतिर जन्म भएर 21औं शताब्दीको मध्यसम्म निरन्तर तपस्या, यज्ञ, अनुष्ठान, शिक्षा, दीक्षा, तीर्थाटन एवं धार्मिक प्रवचन आदिका माध्यमबाट नेपाली समाजमा चेतनाको उत्थान गर्ने योगीराज श्री कमल नयनाचार्य स्वामीज्यूको जीवनी, व्यक्तित्व, शिक्षा, दीक्षा एवं समाज सेवाका विभिन्न पक्षहरू अहिलेसम्म पर्याप्त उद्घाटन हुन बाँकी नै रहेका छन्। उहाँ नेपालमा मात्र नभएर नेपालीहरूको बसोबास भएका भुटान, सिक्किम, आसाम आदि क्षेत्रमा गएर तत्कालीन समयमा अध्यात्मको दियो जलाउने एक विशिष्ट महानुभाव हुनुहुन्थ्यो। उहाँका शिष्य प्रशिष्यहरू नेपाल, भुटान, सिक्किम र भारतका आसाम आदि क्षेत्रमा लाखौं संख्यामा हुनुहुन्छ। पछिल्लो अवधिमा विश्वग्राम साँगुरिँदै जाँदा अमेरिका, क्यानाडा, अस्ट्रेलिया आदि पश्चिमी मुलुकहरूमा पनि श्री स्वामीज्यूका शिष्यहरू विभिन्न व्यवसायमा संलग्न रहेर छरिनु भएको छ। नेपाल, भुटान र भारतका नेपाली समाजमा विशिष्टाद्वैत सिद्धान्त अथवा रामानुज सम्प्रदायलाई प्रचार प्रसार गर्ने, योगीराज स्वामीज्यूका सान्निध्यमा रहेर शिक्षा दीक्षा ग्रहण गर्ने अनेक आचार्यहरू अहिले पनि यस सम्प्रदायको प्रचार प्रसार तथा सम्वर्धन एवं विकासका निम्ति क्रियाशील हुनुहुन्छ। यस संक्षिप्त लेखमा श्रद्धेय स्वामीज्यूका जीवन सम्बन्धी सूचना, उहाँका व्यक्तित्वका विभिन्न आयामहरू, उहाँले सामाजिक धार्मिक क्षेत्रमा पुर्याउनु भएको योगदान र स्वामीज्यूले प्रदान गर्नुभएको कर्म मार्ग, ज्ञान मार्ग एवं उपासना मार्ग सम्बन्धी अनुकरणीय पक्षलाई प्रकाश पार्ने प्रयास गरिएको छ। स्वामीज्यूको जन्म र नामाकरण संस्कार सम्बन्धी चर्चा। पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत इलामको नामसालिङ भन्ने सुरम्य ठाउँमा विक्रम सम्वत 1925 सालको भदौ महिना दशमी तिथि आर्द्र नक्षत्रले युक्त आइतबारका दिन स्वामीज्यू यस धराधाममा अवतीर्ण हुनुभएको थियो। स्वामीज्यू कौशिक गोत्रीय रिमाल परिवारमा जन्मनु भएको हो। कौशिक कुलभूषण स्वामीज्यूलाई जन्म दिने भाग्यमानी पिता मोतीघर अथवा मुक्तिनाथ रिमाल र माता यशोदा हुनुहुन्थ्यो। स्वामीजीको जन्म दिवसलाई उहाँका शिष्यहरूले यसरी पनि स्मरण गर्नुहुन्छ। भाद्रमासे शुभे कृष्णे दशम्यां रविवासरे आर्द्राभे भुवि जाताय श्री कमलाक्षाय मङ्गलम्। भाद्र महिना कृष्ण पक्ष दशमी तिथि आइतबार आर्द्र नक्षत्रका दिन पृथ्वीमा अवतरण हुनुभएका कमलनयन स्वामीज्यूको सदैव मङ्गल होस् भनेर यसरी उहाँका शिष्यहरूले स्मरण गर्नुहुन्छ। मुक्तिनाथ रिमाल यजुर्वेद शाखाध्यायी कर्मनिष्ठ ब्राह्मण हुनुहुन्थ्यो। अतः उहाँले वैदिक संस्कार अनुरूप पुत्रको नामाकरण गर्नुभयो। जन्म नक्षत्र आर्द्र अनुसार नामको आदि अक्षर ऊबाट जोडे पनि बोलाउनका लागि पुत्रको नाम काशीनाथ रहन पुग्यो। पुरोहितद्वारा विधिवत नामाकरण संस्कार सम्पन्न भएपछि बालक काशीनाथ सुशील, उज्जवल एवं सर्वलक्षण सम्पन्न हुँदै हुर्कनुभयो।
उहाँ बालक नै भविष्यमा गएर योगीराज कमल नयनाचार्यका रूपमा परीक्षित हुनुभएको हो। अब लागौँ उपनयन संस्कार र शिक्षारम्भ सम्बन्धी चर्चा। वैदिक संस्कार अनुसार उपनयन संस्कार शिक्षारम्भ गर्ने प्रवेशद्वार हो। जन्मलाई पनि शुद्ध गर्ने र दिजुत्व प्राप्त गर्ने संस्कारका रूपमा उपनयन संस्कारलाई लिइन्छ। योगीराज कमल नयनाचार्य स्वामीजीको कुल परम्परा अनुसार नै 8 वर्षको उमेरमा विधिवत यज्ञोपवीत संस्कार सम्पन्न भयो। यसपछि उहाँलाई शिक्षा दीक्षाको मार्ग प्रशस्त हुन पुग्यो। घरमा आफ्ना पिताबाट नै वेदको अध्ययन प्रारम्भ गर्नुभयो। ब्राह्मणेन निष्कारणो षडङ्गो वेदो ध्येयो ज्ञेयस्स भन्ने आप्त वचन अनुसार 6 अङ्गले युक्त वेदको अध्ययनमा उहाँको गम्भीर रुचि बढ्दै गएको देखिन्छ। उत्तरीय कान्यकुब्ज ब्राह्मणहरूले पठन पाठन गर्ने परम्परा अनुसार 4 संहिताहरूमा दोस्रो संहिताका रूपमा रहेको यजुर्वेद, यसका 2 शाखाहरू शुक्ल यजुर्वेद र कृष्ण यजुर्वेद मध्ये पहिलो शुक्ल यजुर्वेदको अध्ययनबाट स्वामीजीको शिक्षा प्रारम्भ हुन पुग्यो। यज्ञ कर्ममा उत्प्रेरित गर्ने यजुर्वेदको अध्ययनबाट स्वामीजीमा यज्ञ कर्म प्रधान जीवन निर्माण गर्ने आधार बनेको देखिन्छ। केही वर्षसम्म घरमा नै अध्ययन गरेपछि शास्त्रीय अध्ययनको मूल आधार भएको व्याकरण शास्त्रको अध्ययन गर्न स्वामीजी दिङ्ला रहनुहुने तपोनिष्ठ बालागुरु षडानन्दसँग पुग्नुभयो। पिता मुक्तिनाथ रिमाल स्वयंले आफ्नो पुत्रमा देखिएको ज्ञान बुभुक्षा एवं तत्परतालाई अनुभव गरेर भोजपुर दिङ्लामा भर्खर स्थापित भएको संस्कृत पाठशालामा पुर्याएर उच्च शिक्षातर्फ उत्प्रेरित गर्नुभएको थियो। आबाल ब्रह्मचारी षडानन्द गुरुजीबाट व्याकरण शास्त्र मात्र नभएर उहाँको योग, तपोबल एवं त्यागपूर्ण जीवनशैली समेत स्वामीजीले ग्रहण गर्नुभएको देखिन्छ। 4 वर्षसम्म स्वामीजीले बालागुरु षडानन्दका सान्निध्यमा रहेर वेद, कर्मकाण्ड र व्याकरण शास्त्र अध्ययन गर्नुभयो। तेजस्वी छात्र पाएर बालागुरुले बाँकी शास्त्रको अध्ययन गर्ने आशीर्वाद प्रदान गर्नुभयो, जुन स्वामीजीको भावी जीवनको एक गहन आधारशिला बनेको देखिन्छ। अब लागौँ उच्च शिक्षा र देशाटन सम्बन्धी चर्चा। श्री योगीराज स्वामीजीको उच्च शिक्षाको पृष्ठभूमि बालागुरु षडानन्द गुरुको सन्निधिमा नै बनिसकेको थियो र त्यसलाई अझ विकास गर्नका निम्ति उहाँ भारतको अयोध्या नगरी पुग्नुभयो। अयोध्यामा रहेर स्वामीजीले वेदान्त दर्शनको अध्ययनमा आफूलाई दत्तचित्त गराउनु भएको देखिन्छ। वेदान्त दर्शनको अध्ययनले स्वामीजीमा आत्मा, परमात्मा, प्रकृति, विद्या, अविद्या जस्ता गहन दार्शनिक विषयमा गम्भीर रुचि निर्माण गरेको पाइन्छ। केही समय अयोध्यामा नै अध्ययन गरी भगवान श्रीकृष्णको लीलाभूमि श्री वृन्दावन धाममा पुगे स्वामीजीले पौरस्त्य वाङ्मयको गम्भीर पुराण तिलक श्रीमद् भागवत ग्रन्थको अध्ययन गर्नुभयो। यसरी अध्ययन गर्ने क्रममा स्वामीजीमा पूर्वीय भक्तिपरक ग्रन्थहरूले गम्भीर प्रभाव पारेको देखिन्छ भने यसबाट उहाँमा आजीवन ब्रह्म विद्याको खोजी, अनुशीलन र प्रचार प्रसार गर्ने सङ्कल्प जागृत भएको देखिन्छ। योगीराज स्वामीजी पौरस्त्य वाङ्मयका विभिन्न ग्रन्थहरूको अनुशीलन गर्दै भारतीय भूमिका अनेक दिव्यधाम र शिक्षा दीक्षाका केन्द्रहरू भ्रमण गर्न लाग्नुभयो। बालागुरु षडानन्दबाट प्राप्त गरेको शिक्षाको प्रभावले नै स्वामीजी आफ्नो गृह जिल्लामा ख्याति प्राप्त भइसक्नु भएको थियो, तर अयोध्या, वृन्दावन आदि भारतीय विद्या केन्द्रबाट प्राप्त ज्ञानलाई प्रचार प्रसार गर्न उहाँ बेला बेलामा नेपाल लगायत भारत आदि क्षेत्रमा पनि आउने जाने गर्नुहुन्थ्यो। पुराण प्रवचनका माध्यमबाट आफ्नो गृह जिल्लामा भक्ति मार्गको उपदेशबाट सर्वसाधारण जनमानसलाई आह्लादित गर्दै कर्म, ज्ञान, वैराग्य जस्ता पौराणिक मर्मको प्रचार प्रसारमा स्वामीजी संलग्न हुनुभयो। उहाँमा अध्यात्म साधना गर्ने र परमात्मासँग साक्षात्कार गर्ने जिज्ञासा पूर्ण रूपमा समन भएको थिएन। त्यसैले आफ्नो जन्मभूमि प्रतिको दायित्व हुँदाहुँदै पनि उहाँ पुनः तीर्थाटनको बाहनाले भारतका अध्यात्म केन्द्रहरू जगन्नाथपुरी, भूतपुरी, काञ्ची, बद्री, प्रयाग आदि स्थानहरूमा पुग्नुभयो र अध्यात्म दर्शनको मर्म, योग मार्गका विधिहरूलाई आत्मसात गर्दै एक योगनिष्ठ सन्तका रूपमा स्थापित हुन पुग्नुभयो। अब लागौँ स्वामीजीको शारीरिक व्यक्तित्व सम्बन्धी चर्चा। श्री स्वामीजीको भौतिक देह करिब 6 फिट उचाइ भएको आकर्षक एवं सुन्दर थियो। सामान्य शारीरिक स्वरूपको उच्च ललाटमा ऊर्ध्वपुण्ड्रले सुशोभित दिव्य मुखाकृतिले भक्तहरूको मनलाई सहजै आकर्षण गर्दथ्यो।
देहमा ओढेको उत्तरीय वस्त्र शिरसम्म नै रहन्थ्यो र त्यस उत्तरीय वस्त्र समेतलाई वेष्टन गरेको शिरको फेटामा नै स्वामीज्यू बहुधा देखिनुहुन्थ्यो। करिब पाउसम्म पुग्ने कछाड र त्यसमा बेरिएको खटी प्रदेशको गाम्छा, हातमा हात्ती सुँडे लौरो टेकेर स्वामीज्यू मन्दिर र विद्यालय परिसरको भ्रमणमा यदाकदा देखिनुहुन्थ्यो। योगाभ्यासले सधैँ एकनास देखिने स्वामीज्यूलाई 40-50 वर्ष पहिले देख्नेहरू पनि उही र त्यस्तै दिव्य देह भएको प्रतिक्रिया व्यक्त गर्दछन्। 117 वर्षको उमेरमा पनि शारीरिक गतिशीलतामा एकनास देखिन्थ्यो। वृद्ध अवस्थामा पनि स्वामीज्यूका आँखा, कान र इन्द्रिय शिथिल थिएनन्। आफूलाई भेट्न आएका आफ्ना शिष्यहरूले साष्टाङ्ग गरेर छेउमा बसेपछि स्वामीज्यूले उहाँलाई चिनिहाल्नुहुन्थ्यो र उद्दीप्त मुखाकृतिले गफागफ हुन थाल्थ्यो। आजानुबाहु अर्थात् घुँडासम्म हात भएका सुरिला तथा लामा गोडा, केही नुहेको शिर, कमल झैँ नयन, ठुला ठुला कान, सधैँ केही गर्न तत्पर झैँ लाग्ने शारीरिक अवस्था जस्ता शारीरिक वैशिष्ट्य स्वामीजीको भौतिक खलेबरमा पाइन्थे। आफूसँग आएका भक्तहरू र छेउछाउमा आएर बस्ने विद्यार्थीहरूसँगको वार्तालाप स्वामीज्यू चाख दिएर सुन्नुहुन्थ्यो। अरूको कुरालाई धैर्यपूर्वक श्रवण गर्ने र मुस्कुराएर आफ्ना धारणा राख्ने स्वामीजीको बानी देखिन्थ्यो। यसरी बाहिरी रूपमा स्वामीजीको भौतिक कलेबर दिव्य, आकर्षक र भक्तहरूका निम्ति प्रभावोत्पादक देखिन्थ्यो।